सब फापुल्ला तपाईहरुलाई बिहाको ब्लग लिएर आएको छु र हजुरले अन्तिमसम्म हेरिदिनु होला। यस देखाउँछु मेरो ब्लगमा आउनुस्। बाहिर चाहिँ यस प्रकारको सेल्फी पोइन्ट बनाएर राख्नु भएको रहेछ उहाँहरूले। यहाँ वेलकम टु आवर वेडिङ सुस्मिता एन्ड अजय। बेहुलीको नाम चाहिँ हो सुस्मिता एन्ड बेहुलाको नाम चाहिँ हो अजय। यहाँ राम्रोसँगले मेन्सन गरेर राख्नु भएको छ र पनि राम्रो 5 फेब्रुअरी 2026 थर्सडे 5 फेब्रुअरीको दिन उहाँहरूको शुभ विवाह भइरहेको छ यो निङगाम गाउँमा। आउनुहोस् म तपाईँलाई भित्रको समग्र परिवेश देखाउँछु। यहाँको परिवेश धेरैजना मनुष्यको भिड, इष्टमित्र पाहुनाहरू धेरै नै आउनु भएको छ। धेरै नै रमाइलो लागिरहेको छ। बाहिर गाना पनि बजिरहेको छ। पाहुनाको भिड देख्न सक्नुहुन्छ। अहिले चाहिँ बेहुला आएको छैन र केही दिनपछि नै बेहुला आउने छ र जेहेतु यो चाहिँ रातिको विवाह र बेहुली चाहिँ उहाँ बसिसक्नु भएको छ। आउनुहोस् सर्वप्रथम म तपाईँलाई बेहुलीको आफा देखाउनु गइरहेको छु। बेहुलीको आफा अरू पनि म यहाँको समग्र परिवेश देखाउँछु तपाईँहरूलाई। यहाँ के हुनुहुन्छ बेहुलीको मम्मी राजी राजी। आउनुहोस् अब म तपाईँहरूलाई बेहुली बिहेको मण्डपमा बसिसक्नु भएको छ तपाईँलाई म देखाउँछु। यहाँ चाहिँ बेहुली दिदी बेहुला राज्यको चाहिँ केही दिनपछि आगमन हुनेछ। दिदी सर्वप्रथम म तपाईँलाई धेरै धेरै बधाई छ। के लागिरहेको छ खुसीको भनिदिनु होला दिदी। यहाँ हुनुहुन्छ हाम्रो बेहुली दिदी। धेरै नै रमाइलो यहाँ हाम्रो कार्यक्रमहरू भइरहेको छ। रातिको बिहा हो त्यो मैले हजुरहरूलाई भनिसकेको छु। पाहुनाहरू आइरहेको छ, जानु गइरहेको छ र केही दिनपछि नै हाम्रो बेहुला आगमन हुनेछ र दिदीलाई एगेन म ह्याप्पी मेरिड लाइफ दिदी भन्दै यो भिडियोलाई म अझै अगाडि बढाउन चाहन्छु। देख्न सक्नुहुन्छ पाहुनाहरू पनि धेरैजना आएर बस्नुभएको छ र आउनुहोस् तपाईँलाई म अब लङ्गर रुमतिर लगाएर जानु। यता चाहिँ यहाँहरूले लङ्गर रुम बनाउनु भएको चाहिँ हाम्रो लङ्गर रुम नै चाहिँ सक्नुहुन्छ। सबैजना व्यवस्था छ खानुको लागि देख्न सक्नुहुन्छ। म तपाईँलाई फेरि अब बाहिरको परिवेश देखाउँछु। ल यहाँ चाहिँ बेहुलीको फुपू र आखेलाई मैले भेटेँ। यहाँ चाहिँ हुनुहुन्छ हाम्रो बेहुलीको आखे र गाइस यता चाहिँ एकदम इन्जोय भएर तमङ्गानामा डान्स भइरहेको छ। तमङ्गानामा धेरै रमाइलो भइरहेको छ यहाँनिर। यहाँ राजुभाइलाई भेटेँ, धेरै नै राम्रो लाग्यो आफ्टर लङ टाइम। अब चाहिँ म तपाईँहरूलाई यहाँनिर बेहुलीको बहिनीहरू देखिरहेको छु र उहाँहरूलाई देखाउँछु तपाईँहरूलाई म लाइन नै। ल